सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भ्लगमा हजुरहरूलाई स्वागत छ। सो साथी हामी कहाँ रहेछौँ भन्यो त हामी आज कालीगमातिर घुम्न जाँदैछौँ होइन। सो घुम्नलाई अनि अगाडि हेर्नुसम्म चाहिँ हाम्रो कप मामाहरू चाहिँ यहाँ चेकिङ गरेर राख्नु रहेछ क्या रे। हेर्नुसम्म चाहिँ पार्टीको चिट्यापहरू मामाले ड्युटीको टाइममा यसरी फोन गर्नु भएन है मामा। छम्यालाई यस्तो यता हेर्नु न कस्तो खतरा गाडीहरू छ यहाँ। ड्युटीको टाइममा चाहिँ फोन गर्नु भएन है मामाहरू। सुनौँ राम्रोसँग, ड्युटीको टाइममा ड्युटी गर्नु पऱ्यो। अहिले हाम्रो ड्युटीको टाइममा चलाइराखन होइन अटो, त्यस्तै गरेर ड्युटीको टाइममा चाहिँ ड्युटी गर्नु पऱ्यो। फोकटको पैसा चाहिँ खानु भएन। सुनिराख है मामाहरू। ल साथी पनि सुर्खेतबाट आयो क्या अरे। अनि कहाँ गएको तिमी? ल राजकुमार साथीले चाहिँ यहाँ स्कुटी राखेर हान्दैछन्। ल सन्देश भाइको स्कुटी चाहिँ राखेर हान्दैछन्। अनि यहाँ चाहिँ बबाललाई चाहिँ कालमारको एकदम बवाल छ। बेस्ट छ बेस्ट। बिस्तारै जाऊ फेरि। ल साथी चाहिँ सर गइसक्यो क्या रे। ओए अब त अटो चला, स्कुटी सुहाएन तँलाई। अब अटो चला, हाब्रे जस्तै के। हेलमेट चाहिँ दामी छ। हेलमेट चाहिँ एकदम राइडर जस्तो राइडर के अरे राइडर केटा 1 2 3 भने जस्तै हो कि। तर यो चाहिँ राम्रो भयो। तर हामी यहाँ माथिसम्म जान्थ्यौँ कि रनिङ, त्यतिखेर देख्थ्यौँ। अनि आजभोलि चाहिँ जे होस् राम्रै बना रहेछ, राम्रै पसिनाहरू बना रहेछ क्या अरे। ठिक छ, तर जे होस् राम्रै रहेछ है साथी। ए राम्रै रहेछ। तर म अब यहाँ चाहिँ जाँदैछु है। म चाहिँ अब यहाँभित्र नछिराउँ कि भनेको। अनि मेरो मामा अभिषेक मामाले चाहिँ रिक्वेस्ट गर्नुभयो, त्यही भएर त यहाँ छिर्दिन आँटेको छु कि यही रहेको छ। हाम्रो हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ। हजुर हो यहाँको ओनर। ल हाम्रो यहाँ चाहिँ जस राम्रो बनाउनु भएको छ। ल गुड लाग्यो अङ्कलजी। ल गुड लाग्यो। ल त्यो त साझा हाम्रो अभिषेक मामा, अभिषेक मामा गुड मर्निङ, आउनु न। ठिक छ मामालाई आशीर्वाद। हजुर मामाजी, मामाजी छोडिसक्यो चकटी टपरी सब छोडेर आफ्नो घर नजिकै अहिले मजाले जब चलिराख्यो भनौँ। घर नजिकै किचनमा अहिले के छ त हाम्रो यहाँको भनिदिनु न, के पाइन्छ? हामीसँग स्पेसल सब छ भनौँ। पिज्जादेखि लिएर बर्गरदेखि लिएर चिकन साँधेकोदेखि लिएर मुस्ताङ्गी आलु मोमो राइस चाउमिनहरूदेखि लिएर हुक्काहरूदेखि एउटा त छैन होला क्या। के छैन ल भन। अहिले त्यो मैले बुझेँ त्यो, मैले बुझेँ त्यो बुझेँ। साथले भन्न खोजेको बुझेँ। हुक्का पनि बहुत डेन्जर छ। मैले त देखाइसकेँ। अहिले सादा आउने कस्तो भन्दाखेरि हामी प्राइस पनि भनिदिनु पर्यो। पनि छ फेरि हुक्काको प्राइस 450 छ नर्मललाई। अनि त्यहाँदेखि हामीसँग क्लाउड पनि छ फेरि। क्लाउड भन्ने खास हो कि बादल होइन, यहाँ तिमीलाई म देखाउँछु क्लाउड। ल खुसीमा मामा एक कप चिया खिलाउन त भान्जालाई। देखाएको क्लाउड हुक्का पनि देखाउँछु ल यहाँ लिएर आउनु न क्लाउड हुक्का। क्लाउडवाला हुक्का पनि छ है। यो छिन्चुमा चाहिँ एउटा बाहिरदेखि मगाएको होइन, नर्मल तरिकाले। अरू आउन यताबाट आउन। ल क्लाउड हुक्का रे है केटा, क्लाउड हुक्का मामाले 1 पिस हो है। हामीसँग अरूले अब त्योबाट गर्छन्, हामीले यो मेसिनबाट कोइला चाहिँ हिट गर्ने हुन्छ होइन। अनि यो नर्मलवाला पट भयो। अनि यो चाहिँ क्लाउडको पट हो है। योसँग यसमा चाहिँ हाम्रो क्लाउड फ्लेभर, यसमा गोलो, यसमा कोइल चाहिँ गोलोवाला नर्मलवाला जान्छ। यसमा चाहिँ बक्सवाला क्लाउड जान्छ। ल क्लाउड हुक्का रे। गोर्खा टुबो ड्रागन ब्लू डायमन्ड सब रहेछ साथी। के हो मजासँग हेरेर आऊ त तिमीले। आम कि नाम भन्ने भइरहेको छ। ठिक छ। तर यो हेर्न सक्छौ, यो नर्मलमा यो चाहिँ यसको लागि कोइल हो होइन। अनि यो क्लाउडको लागि चाहिँ हामीसँग हल्का डिफ्रेन्ट, यस्तो डिफ्रेन्ट भन्दा पनि यस्तो वाला हुन्छ कि यो क्लाउडको डिफ्रेन्ट छ होइन। सबैजना आउनु पर्यो। क्लाउडको चाहिँ यो बक्सवाला यो यस्तोवाला छ, यसमा हिट हुन्छ यो मेसिनमा। अनि लगायत यसको चाहिँ पटै अलग छ फेरि। हामीसँग त्यो मट्काको छ, यो क्लाउडको छ यस्तो रबरवाला हुन्छ, त्योवाला योवाला पुरै स्टेबलवाला हुन्छ रबरको। अनि यो चाहिँ यसमा हिट हुन्छ, यो स्पेसल यसकै लागि यो हिट गर्न लागि। अनि क्लाउडको चाहिँ यसको छ हुक्का। नर्मल्ली लगभग यसको कोइल हाल्यो पनि आधा 1 घन्टा चल्छ। यसमा यस्तो ढिला मजाले यो कोइल चाहिँ लङ टाइम म्याक्सिमम मजाले चल्छ यो। ल अनि यो नर्मल्ली लगभग यसको कोइल हाल्यो भने आधा 1 घन्टा चल्छ यसमा। यसमा चाहिँ यो कोइल चाहिँ लङ टाइम चल्छ। 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 यसमा चाहिँ यो कोइल चाहिँ लङ टा
म्याक्सिमम टाइमको लागि अँ, मिनिमम नै म्याक्सिमम मिनिमम यो त मिनिमम के अरे मिनिममको लागि भयो यो चाहिँ म्याक्सिमम हल्का लङ वाला गोलवाला फ्लेभर चाहिँ यो कोइल चाहिँ गोल के अरे कोइल चाहिँ सानो हुन्छ नि तर यो चाहिँ ठुलो छ नि त यो छ। हेर्दाखेरि पनि स्क्वायर टाइपको होइन साथी अच्छा ठ्याक्क तिम्रो कलर मिल्छ मेरो कालो कालो मेरो फेससँग मिल्छ अरे साथीले भन्नान् यो चाहिँ अब त्यो खोली नखोलेको देखाएको तिमीलाई अनि यसमा चाहिँ यस्तोवाला गोल जान्छ फेरि है नर्मल यसमा त यो जान्छ यता हाम्रो गोलवाला छ लोकल अनि यता यो पट पनि चाहिँ अहिले हामीसँग ओरिजिनल बाहिरदेखि मगाउनु भएको छ दादाले सिन्चुमा चाहिँ अहिले नयाँ आयो यो भनौँ क्लाउडवाला ल सही लोकेसन चाहिँ हामी अब भान्जीले माथि देखाइसक्यौँ देखाइसक्यौँ काल्डोमा छिन्चु बजारदेखि सिधै माथि कति किलोमिटर छ 2-3 किलोमिटर होला 3 किलोमिटर अनि त्यहाँदेखि हल्का माथि आयो भने ठ्याक्क लाएर हाम्रो यो कटेज यो के नाम भ्यू कटेज टोली खोला कटेज माथि हरे जाने बाटो नै छिन्चुदेखि माथि 3 किलोमिटर माथि हेर्न सक्नुहुन्छ होइन सबैजना आएर भिजिट गरिदिनु पर्यो राम्रोसँग फोटो सोटो खिच्न लागि राम्रो छ तिमी एकलोट हेर्न सक्छौ कता कतै पछाडि भ्यू टावर पनि छ फेरि कहाँनिर टावर पनि छ तिमीलाई म लगाएर देखाइदिन्छु है त लगेर देखाइदिनु न आएँ म यो राखेर तिमीलाई मैले देखाइदिएँ क्लाउडवाला अनि यहाँ बस्नुको लागि होइन गर्लफ्रेन्ड लिएर आउने ठाउँ पनि एकदम राम्रो छ अनि साथीले चाहिँ अघि गर्लफ्रेन्डको कुरा गरायो तर मैले त्यो भन्न चाहेन त्यो पनि गर्लफ्रेन्डलाई पर्खिरहेको छ अब गर्लफ्रेन्ड अब फोन गरिरहेको छ गर्लफ्रेन्डलाई कतिखेर आउने भनिरहेको छ अब गर्लफ्रेन्ड आएपछि हुन्छ होला कि यहाँ रमाइलो आउने कुराहरू यस्तो त होइन कि होइन ए साथी आएर त एक लट भ्यू त बवाले छ नि यो भ्यू हेर्ने ठाउँ चाहिँ ए यस्तो छ कटेजहरू बवालाई म फेरि यस्तरी घुसिन्छु इन्डियन लाउडे हो नि त इन्डियन लाउडे होइन ब्रिटिस लाउडे कहाँ इन्डियन लाउडे भन्दा डेकोरेसनहरूको लागि चाहिँ एकदम अझै केयरफुल हुँदैछ घमादेखि लिएर जताकतै सबमा डेकोरेसन प्लान्टेसनको लागि होइन प्लान्टेसनको लागि राम्रो छ प्लान्टेसनको लागि पछाडि चाहिँ भ्यू छ तर यो भ्यू टावर हो देखाइदियो बसेर खान लागि हिँड्नु न त अनि जान्छ हौ आज माथि बसेर खानुपर्छ कि ल आऊ साथी जङ्गली जस्तै यस्तो हामी ब्रिटिस आर्मी ब्रिटिस लाउडे हो नि त फेरि ब्रिटिस लाउडे ब्रिटिस यहाँ त छिर्छ त मामा यहाँ गएपछि त यसको खोइ काम मतलब आज भोलिसम्म फाइनल हुन्छ यहाँ चाहिँ अब बसेर खाने ठाउँ बनाउने हो यसको अझै काम पनि अब आज चाहिँ अब भर्खर 1 तारिक ओपनिङ भएको कारणले त्यो भएको छ यसको काम अझै पनि त्यो भएको छैन हेर्न सक्छौ यतातिर भ्यू कस्तो छ मजाले यो ठाउँमा चाहिँ बसेर खाने हो इन्जोय गर्ने होइन लागि एकदम बेस्ट छ होइन सबैजना भिजिट गर्नु पर्यो मजाले पहिलाको जन्ममा बादर होइन साथी तिमी त गुनो थियो होला यार खुब ठुलो परेछ अघि गर्छन् भन्दा तर ठिक छ जो 60% भएछ अब 40% बाँकी छ जाम नै हैन उता ल जाम अब यतातिर जाम यो चाहिँ हाम्रो रुम हो हैन यो पनि हुँदैछ मेरो मामाले चाहिँ यहाँ फ्रीको स्पोन्सर गरिरहन् केही छैन मामाको लागि यति चाहिँ गर्नु पर्यो यो चाहिँ हाम्रो अहिले फिलहाल गेस्ट रुम हैन यसको पनि अब बन्दैछ यहाँ चाहिँ बस्ने मजाले अब यो स्ट्याचर्सको लागि बुझ्छु म कपलको लागि है बुझ्छु म दुईटा रुम छ है स्पेशल कपलको लागि त्यो त किचन भइहाल्यो क्या हैन यता चाहिँ हाम्रो यो किचन रुम हैन यहाँ त देखौ यहाँ चाहिँ एउटा डेकोरेसनको लागि यो भित्तामा यहाँ चाहिँ यो हर्स यता चाहिँ बाथरुम छ अनि डेकोरेसन फोटो खिच्न यो मैले देखिसकेँ अघि यो त देखाइसकेँ यो के हो खुल्लामा बसेर खानाको लागि टेबल कुर्सी राखिन्छ बिस्तारै यहाँ चाहिँ अब भन्दा पनि दिउँसो खुल्लामा मजाले मान्छे खानुको लागि अनि यो साइड भनेको चाहिँ यो एरिया भनेको चाहिँ यहाँनिर बोनफायरको लागि है क्याम्पिङ हान्ने मजाले आफ्नो साथीहरू जति हुन्छ सबैजना बसेर मजाले चिल गर्नलाई ठाउँ हो अनि यहाँ हेर्न सक्छौ यतातिर त्यहाँदेखि चाहिँ तिमीले स्पेसल एउटा पार्टी रुम देखेको छौ किन बर्थडे पार्टी देखेन बर्थडे पार्टीको लागि चाहिँ हामीले स्पेसल यहाँ रुम बनाउँछौँ है स्पेसल बर्थडेकै लागि है यो रुम चाहिँ है हेर्नु सक्छौ होइन तिमीलाई म देखाइदिन्छु यो चाहिँ स्पेसल बर्थडेकै लागि हो फेरि यहाँ हेर्नु सक्छौ यो चाहिँ बर्थडेको लागि हो लाइट किन हो अघि अर्को लाइट बल्छ त अघि यो ओ ल ल भयो यतिकै ठिक छ ओ यो लाइट यो पनि ठिक छ हैन यसो लाइट चाहिँ किसिम किसिमको बल्छ यो चाहिँ स्पेसल बर्थडेको लागि हल हो एकदम त्यहाँदेखि अब लगायत पार्टीहरू गर्नु भयो भने आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ यहाँ दुई शब्द चाहिँ अब यहीँ टुङ्गाउँछौँ अब हामी पनि निस्किन्छौँ के अरे मामा बेलुका आउँछौँ है
बेलुका आए पनि म अफ क्यामेरा आउँछु। डेकोरेसनको लागि मस्त। यहाँ चाहिँ फोटोको लागि चाहिँ यो चाहिँ लाइट बल्ब छ होइन बेलुका? लाइट चाहिँ यस्तो दामी छ। लाइटिङहरू त बहुत सब ठाउँमा त लाइटिङ हुन्छ एकदम डेकोरेसनको लागि। म निस्कि मेरो साथी अब है ढिलो हुन्छ। सो गाइस म चाहिँ यहाँ राजकुमार साथीको घर पनि आइसक्यो होइन। यहाँ आउने बित्तिकै हेर्नु नि मासु लिएर दियो क्या साथीले यार। आउनै पाइरहेको छैन मासु, के भन्नु अब। यहाँ चाहिँ मस्त लागेर रोस्ट खाइरहेको छु मैले चाहिँ होइन। अनि साथीको ग्लोभ्स हेर्नु त्यो 6000 को ग्लोभ्स सक्यो चल्नु। यो रोस्ट चाहिँ एकदम बवाल छ है, लभली। अनि साथी र म चाहिँ रोनाल्डोको फ्यान है, रियल म्याड्रिडको भनौँ न। एम्बापे पनि ठिकै लाग्छ गरे म चाहिँ रोनाल्डोको फ्यान हो म चाहिँ, साथी पनि। हाम्रो युनिक मोबाइल होमको ओनरको बाइक चाहिँ मैले देखिसकेको छु गाइस। अनि म चाहिँ यहाँ आइसक्यो है। अनि यहाँ बेलुका बेलुका नि भइसक्यो हेर्नु सक्नुहुन्छ। हामी दुई भाइ चाहिँ सुतेर उठेर होइन। त्यो निकाल्न बाबु त्यो देखाउनु पऱ्यो नि त अहिले। यो हेर न, यो चाहिँ देखाउनु पऱ्यो नि टी सर्टमा भएको। ल जाऊँ किन। तर सुत्दैछ यार, वाइल्ड सुत्दैछु यार म। 12 बजीदेखि 4 बजीसम्म वाइल्डै सुत्दैछु होइन। अहिले चाहिँ अब जान्ला होइन। स्पोन्सर देखिसक्यो स्पोन्सर आउँछु म बिस्तारै। ओए तर दामी देखेको छ त हो यो त, लभली है, हेर्नु सक्छौ। ल हामी चाहिँ खाजा नास्ता पनि खायौँ क्या अरे। अब चाहिँ घर जानुपर्ने हुन्छ त्यही हो। अब भोलि चाहिँ म बिहेमा जाँदैछु है, हाम्रो मामा घर झरे के अरे। हाम्रो इगलको चाहिँ बिहे छ है भोलि चाहिँ, भोलि भेट्नु पर्ने हुन्छ त्यही हो। अब यो भ्लग चाहिँ अब यतितिर इन हुन्छ। लास्ट 1 दिन लाग्छ। थ्याङ्क यू सो मच। छिटै भोलि नेक्स्ट भ्लगमा भेटौँ ल। बाई बाई।